जहिले तपाईहरु सोभियोको निर्वाचन चुनाव आउँछ त्यति बेला मात्र तपाईहरुको ध्यान त्यो क्याम्पसतिर जान्छ के अरु बेला तपाईहरु क्याम्पसको त्यहाँ भौतिक संरचना खानेपानी त्यहाँका त्यो भवनलाई संरक्षणदेखि लिएर त्यहाँका शौचालयदेखि लिएर अरु बेला तपाईहरुको नजर चाहिँ त्यहाँ किन पुग्दैन जब चुनाव आउनु पर्छ तब मात्र तपाईहरुको नजर त्यहाँ पुग्छ अहिलेको अवस्था पनि मैले केही दिन अगाडि गएर हेरेको थिए त्यहाँ पिउने पानीदेखि लिएर शौचालयदेखि लिएर त्यहाँको भवनको अवस्था जीर्ण रहेको छ तपाईहरु यो भन्दा पहिले चाहिँ के हेर्नुभयो र अहिले चाहिँ के गर्छु भन्नुभएको छ नेपी संघका साथीहरूले बीपीको समाजवाद मान्नु होला हाम्रो अखिल क्रान्तिकारीका संगठनका नेताहरूले मार्क्सवाद माओवाद मान्नु होला अझ भनौं विप्लवका साथीहरूले मार्क्सवाद माओवाद मान्नु होला अखिल छैटौका साथीहरूले नेपाली कम्युनिस्ट धाराहरू मान्नु होला जब चुनाव आउनु पर्छ तब मात्र तपाईहरुको नजर त्यहाँ पुग्छ अहिलेको अवस्था पनि मैले केही दिन अगाडि गएर हेरेको थिए जबसम्म नेतृत्व अझ भनौं अध्यक्ष जबसम्म सक्रिय भइदिनुहुन्न तबसम्म त्यो सोभियोले गति लिन सक्दैन चैत 5 गते सोभियोको चुनावमा नतिजा त्यो बेला आउला अहिले चाहिँ के लागेको छ म यतिको अन्तरले जित्न सक्छु भन्ने केही तपाईको मोटामोटी केही छ नमस्कार म जीवन नमाल एक्सपोर्ट मिडिया प्रणालीद्वारा सञ्चालित कार्यक्रम प्युठान छड्केको आजको बसाइलाई मैले अलि फरक लिएको छु कार्यक्रम प्युठान छड्केको बसाई आज म स्वर्गद्वारी बहुमुखी क्याम्पसको सोभियो निर्वाचन केन्द्रित गराएको छु र आज केही कुराकानीलाई जोड्ने प्रयत्न गरेको छु स्वर्गद्वारी बहुमुखी क्याम्पसको जुन अहिले निर्वाचन नजिकै छ चैत 5 गते चुनावको एउटा डेट दिएको छ मिति दिएको छ त्यो समयमा त्यहाँ उम्मेदवार दिएका र उम्मेदवार दर्ता गरेका केही व्यक्तिहरुसँग मैले कुराकानी गर्ने कोसिस गरेको छु त्यसै क्रममा आज मसँग कुराकानीको लागि स्टुडियोमा हुनुहुन्छ स्वर्गद्वारी बहुमुखी क्याम्पसको सोभियो निर्वाचन अखिल क्रान्तिकारी साझा प्यानलका उम्मेदवार सभापति उम्मेदवार भनौं सभापति हुनुहुन्छ केशर सुनार म उहाँसँग कुराकानीलाई जोड्ने प्रयत्न गर्दैछु स्वागत छ तपाईलाई कार्यक्रममा धन्यवाद नमस्कार प्युठान छड्केका प्रस्तुता मेरो आदरणीय दाइ जीवन हमाललाई यो कार्यक्रमको माध्यमबाट हामीलाई आमन्त्रण गर्नुभयो विशेष नमस्कार व्यक्त गर्न चाहन्छु सोभियोको निर्वाचनको तयारी के छ कस्तो चलिरहेको छ अनि तपाई कतिको व्यस्त हुनुहुन्छ आजभोलि हामी एकअर्काको सहअस्तित्व र एकतामा एकजुट भएका छौं विशेष गरी प्युठान भूगोलका विद्यार्थी संगठनहरू त्यसमा पनि अखिल क्रान्तिकारी नेवी संघ अखिल छैठौं र अखिल समाजवादी हामी एजेन्डाको आधारमा एकजुट भएका छौं क्याम्पसमा हुने हरेक गतिविधि र हरेक विकासको एजेन्डामा एकताबद्ध भएर विद्यार्थीमा जाने कुरामा एकताबद्ध भएर लागेका छौं विशेष गरी त हामी यो सोभियो भनेको विद्यार्थीहरूको पर्वको रूपमा लिएका छौं हामी विशेष गरी विद्यार्थी भेटघाटकै क्रममा दिनचर्या बिताइरहेका छौं तपाईको चुनाव अहिले जो चैत्र 5 गते हुँदैछ तपाईको संगठन सिंगल लड्न किन डरायो अब संगठन सिंगल लड्न डराएको भन्दा पनि हामी एजेन्डाको आधारमा एकजुट भएका छौं हामीले सबैलाई जिल्ला स्थित क्रियाशील सम्पूर्ण संगठनहरूलाई मित्र संगठनहरूलाई हामीसँग एकता हुन आग्रह गर्यौं तर साथीहरूले विविध बहानामा हामीलाई पर राख्ने काम गर्नुभयो त्यसर्थमा हामी जिल्लाका क्रियाशील संगठन साथीहरू संगठन मित्र संगठनका साथीहरू हामी एजेन्डाको आधारमा एकजुट भएर विद्यार्थी संगठनहरू एकताबद्ध भयौं जहाँ हामीलाई प्युठान जिल्लाको तुलनामा स्वर्गद्वारी बहुमुखी क्याम्पसमा दर्ता भएको अनिराज सोभियो र स्वतन्त्र विद्यार्थी समूह हामीसँग एकताबद्ध हुन चाहनु भएन यो भन्दा पहिले 2079 को सोभि निर्वाचनमा अनिराज सोभियोले प्युठानको स्वर्गद्वारी बहुमुखी क्याम्पसमा सोभि सभापति पद पाएको थियो अनि यस्तो भइदियो कि यो अवसर यो चुनौती आफूले पाउँदा राम्रो अरूले पाउँदा चाहिँ नराम्रो भन्ने एक खालको भ्रामक यो जुन परिस्थिति छ यसको विरुद्धमा चाहिँ हाम्रो एकता हो हामी क्याम्पसको शैक्षिक भौतिक र विविध सुधारका पक्षमा एकता गरेका छौं र एकता केको लागि भन्ने पनि हामीले चुनाव जितिसकेपछि देखाउने नै छौं केशर सुनारले स्वर्गद्वारी बहुमुखी क्याम्पसमा चुनाव जित्यो भने त्यो क्याम्पसले चाहिँ केशर सुनारका ती उम्मेदवार र तपाईका प्यानलको माध्यमबाट र विशेष गरी केशर सुनारले त्यो क्याम्पसलाई दिन्छ के विशेष गरी यो गम्भीर प्रश्न पनि हो मेरो नेतृत्वमा भोलि बिहान चैत्र 5 गते पश्चात निर्वाचन सम्पन्न हुन्छ सम्पन्न भइसकेपछि सोभि निर्वाचनमा अखिल क्रान्तिकारीको साझा पदका साझा उम्मेदवारहरू अझ भनौं 19 जना उम्मेदवारहरू विजयी भइरहँदा त्यहाँ केशर सुनार सभापति भइरहँदा केशर सुनार एउटा शासक बन्दैन त्यहाँ आम विद्यार्थीहरूको स्वर्गद्वारीको क्याम्पसको तुलनामा 1007 जना विद्यार्थीहरूलाई क्याम्पस प्रशासनमा जाने कुराहरूमा र अतिरिक्त क्रियाकलापहरूमा समावेश हुने कुरामा चाहिँ सँगसँगै 1007 जना विद्यार्थीको प्रतिनिधित्व गर्दै जानेछ भन्ने कुराहरूमा म तपाईलाई विश्वस्त पार्न चाहन्छु तपाई 2079 मा पनि तपाई सोभियो सदस्य हुनुहुन्थ्यो हो सदस्य हुनुहुन्थ्यो र सदस्य नभइराख्दा तपाई आन्तरिक क्रियाकलापको संयोजक पनि हुनुहुन्थ्यो हैन
हो आन्तरिक क्रियाकलापको संयोजक हो। तपाईँ त्यो संयोजक रहँदै गर्दा तपाईँले स्वर्गद्वारी बहुमुखी क्याम्पसलाई चाहिँ के परिवर्तन गर्नुभयो? अहिले त्यो क्याम्पसको हालत के छ? अनि फेरि तपाईँ चाहिँ अध्यक्षको उम्मेदवारमा आउनुभएको छ, अब तपाईँलाई चुनाव जिताउने एजेन्डा के त? तपाईँले त पहिले पनि अवसर पाउनु भएको थियो, त्यो अवसरमा तपाईँले चाहिँ किन काम गर्न सक्नु भएन र अब जित्नुभयो भने काम कसरी गर्नुहुन्छ? अब तपाईँको प्रश्न एकदमै महत्त्वपूर्ण छ। तपाईँले भनेको प्रश्नमा अलिकति तलमाथि छ। के छ भने सोबियुमा निर्वाचित भयो हामी 2079 सालमा र 79 सालको सोबियुमा सोबि सदस्य निर्वाचित भइसकेपछि म त्यही सोबियुकै एउटा क्रियाकलाप विभागको अतिरिक्त क्रियाकलाप विभागको प्रमुख केशर सुनार भनेर चिनिए। आम विद्यार्थीमा जाने कुराहरूमा, आम विद्यार्थी र प्रशासन समक्ष जाने कुरामा केशर सुनार को हो र के हो भनेर एक ढङ्गले विद्यार्थीहरूमा छाप छोडेको जस्तो लाग्छ मलाई। स्वर्गद्वारी बहुमुखी क्याम्पसको तुलनामा हामीले अतिरिक्त क्रियाकलाप विभागको प्रमुख म रहिरहँदा त्यहाँका विद्यार्थीहरूलाई सँगै लाने कुराहरूमा र अतिरिक्त क्रियाकलाप विभागबाट काम गर्ने क्रममा वक्तित्व कला, हाजिर जवाब प्रतियोगिता र विभिन्न इन्टरनेसनल र टेक्नोलोजी सम्बन्धी कार्यक्रमहरू हामीले गरेका छौँ। अब म त्यसैको जगमा त्यसैको बलमा विद्यार्थी साथीहरूको हौसला स्वरूप नै उम्मेदवारी दिएको छु। अब केशर सुनार, एउटा तपाईँ चुनाव जित्ने तपाईँको एउटा भिजन, केशर सुनारले चाहिँ चुनाव जित्नुपर्छ भनेर त्यो विद्यार्थीहरूले तपाईलाई विश्वास गर्ने आधार चाहिँ के छ? तपाईको चुनाव जित्ने आधार भन्दा नि एजेन्डातिर जाउँ हामी। सोबियु यो कुनै सत्ता होइन, यो कुनै पार्टी विशेष र सङ्गठन विशेष रजगज चलाउने कुनै एउटा विद्यार्थी सङ्गठनको नेता भएर बस्ने कुनै सत्ता होइन। यसमा चाहिँ आम विद्यार्थीहरूको प्रतिनिधित्व गर्ने, अझ भनौँ सामान्य हाम्रा जनजीविकाको कुराहरूमा उत्थान गर्ने र विद्यार्थीकै सडक आन्दोलनसँगै जोडिने, विद्यार्थीहरूले प्रतिनिधित्व गर्ने, एउटा आम नेपाली नागरिकको छोराछोरीले प्रतिनिधित्व गर्ने, जसमा सामान्य ढङ्गले देखिँदा पनि यो विद्यार्थी नेता नै हो भन्ने खालको प्रतिनिधित्व गर्ने संस्था हो। त्यो संस्थाको गरिमा र महत्त्व धेरैभन्दा धेरै व्यक्तिले बुझ्नुहुन्छ। यसमा पनि अझ भनौँ स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्य खोला प्युठानमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई म के भन्न चाहन्छु भने तपाईँहरूसँग एउटा अवसर र चुनौतीको कुरा पनि छ र म स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्य खोला प्युठानमा सभापति भइसकेपछि हाम्रो साझा प्यानलको तर्फबाट 19 जनाको तर्फबाट सबभन्दा पहिले त्यहाँ भौतिक व्यवस्थापनमा छात्रावासको व्यवस्था गरिनेछ। अझ भनौँ ई लाइब्रेरीको व्यवस्थापन गरिनेछ कि त्यहाँनिर मसिनरी सबैभन्दा 1007 जना विद्यार्थीमा कम्तीमा पनि 5-6 दरले चाहिँ त्यहाँनिर बहुमतको आधारमा किशोरीहरूले पढ्नुहुन्छ। त्यसमा पनि अझ भनौँ सेनिटरी प्याडको एकदम विकराल समस्या छ, सेनिटरी प्याडको तत्काल समाधान गरिनेछ। क्याम्पसको शैक्षिक, भौतिक र विविध परिवर्तनको लागि 1007 जना विद्यार्थीलाई सँगसँगै लगेर जानेछौँ र हामी सोबियु के हो, सोबियु कस्तो व्यक्तिले प्रतिनिधित्व गर्नुपर्छ, अझ भनौँ वास्तविक विद्यार्थी सोबियुमा गइसकेपछि, अझ भनौँ न केशर सुनार नेतृत्वको अखिल क्रान्तिकारीको साझा प्यानल आइसकेपछि बाहिरबाट सोच्ने मान्छेले पनि, अन्य जिल्लाका व्यक्ति र नेताहरूले पनि यो क्याम्पसमा साझा प्यानलका नेताहरू र विद्यार्थी साथीहरूले उठाएको आवाज र एजेन्डा चाहिँ एक मतले ठिक छ भन्नेमा हामी यकिन गर्न चाहन्छौँ र म त्यो कुरामा प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छु। तपाईँ सोबियुको अध्यक्ष हुँदै गर्दा तपाईँ सोबियुको जुन साझा प्यानलमा हुनुहुन्छ, 4वटा सङ्गठनलाई बोकेर हिँड्नु पर्दा कति गाह्रो हुँदो रहेछ? मलाई त एकदम हर्षोल्लास, एकदम खुसी र जाँगर चलेको छ। कुरा के हो भने हामी भाइ फुटे गँवार लुटे भन्छन्, त्यसमा पनि विद्यार्थी सङ्गठन भनेको विविधतामा एकता हुन्छ। जहाँनिर नेभी सङ्घका साथीहरूले, नेभी सङ्घले उठाउने प्रश्न, अखिल क्रान्तिकारीले उठाउने प्रश्न र अखिल छैठौँ अझ भनौँ अखिल समाजवादीले उठाउने प्रश्न एक ढङ्ग एक खालको छ होला, विचारमा अनेक होला। जस्तै नेभी सङ्घका साथीहरूले बिपीको समाजवाद मान्नु होला, हाम्रो अखिल क्रान्तिकारीका सङ्गठनका नेताहरूले मार्क्सवाद माओवाद मान्नु होला, अझ भनौँ विप्लवका साथीहरूले मार्क्सवाद माओवाद मान्नु होला, अखिल छैठौँका साथीहरूले नेपाली कम्युनिस्ट धाराहरू मान्नु होला। यी सबैको विविधतामा एकतालाई समेटेर हामी यो सोबियुमा होमेका छौँ। सबै सङ्गठनलाई एकताबद्ध गर्दा गर्दै पनि, अझ भनौँ मित्र सङ्गठनहरूलाई सहकार्यको बाटो ढोका खुल्ला गर्दा गर्दै पनि उहाँ हामीहरूसँग आउन चाहनु भएन। उहाँहरूले हामीलाई के अरे हाम्रो पक्षमा भए ठिक छ, नत्र भने बेठिक छ चुनाव लड्छौँ भन्ने सामर्थ्य दिएपछि हामी पनि लड्छौँ, एकता गराउँछौँ। कुनै पार्टी विशेष विद्यार्थी गर्दैनौँ, कुनै सङ्गठन विशेष विद्यार्थी गर्दैनौँ। यहाँ विद्यार्थीको प्रतिनिधित्व गर्ने विद्यार्थी नै हुनुपर्छ भन्ने आधारमा हामी एकताबद्ध भएका छौँ। जहिले तपाईँ सोबियुको निर्वाचन चुनाव आउँछ त्यति बेला मात्र तपाईँहरूको ध्यान त्यो क्याम्पसतिर जान्छ कि
अरू बेला तपाईँहरू क्याम्पसको त्यहाँ भौतिक संरचना, खानेपानी, त्यहाँका त्यो भवनलाई संरक्षणदेखि लाएर त्यहाँका शौचालयदेखि लाएर अरू बेला तपाईँहरूको नजर चाहिँ त्यहाँ किन पुग्दैन? जब चुनाव आउनुपर्छ तब मात्र तपाईँहरूको नजर त्यहाँ पुग्छ। अहिलेको अवस्था पनि मैले केही दिन अगाडि गएर हेरेको थिएँ, त्यहाँ पिउने पानीदेखि लाएर शौचालयदेखि लाएर त्यहाँको भवनको अवस्था जीर्ण रहेको छ। तपाईँहरू योभन्दा पहिले चाहिँ के हेर्नुभयो र अहिले चाहिँ के गर्छु भन्नुभएको छ? हामीले सोबिको माध्यमबाट प्रशासन र विद्यार्थीको हकितको लागि गर्ने कुराहरूमा सधैँ योभन्दा अगाडिको सोबि एकताबद्ध भएको थियो। यस मानेमा पनि के हो भने हामी सामान्य सदस्य मात्र सक्रिय भइदिँदैमा केही पनि हुनेवाला छैन। जबसम्म नेतृत्व अझ भनौँ अध्यक्ष जबसम्म सक्रिय भइदिनुहुन्न तबसम्म त्यो सोबिले गति लिन सक्दैन। हाम्रो हात खुट्टा मात्र भएर काम छैन जबसम्म हाम्रो टाउको हुँदैन। त्यसैले पनि योभन्दा अगाडिको 2079 सालको सोबिमा निर्वाचित भइसकेको टिमले केही गरेन भन्दा पनि केही गरेको छ। मैले सत्य कुरालाई सत्य बोल्ने मान्छे हो, अझ भनौँ हामी क्रान्तिकारी विचारधारा मान्ने मान्छेहरूले सत्य उकाल्न सक्नुपर्दछ। सोबि हामी निर्वाचित भइसकेपछि त्यति बेला क्याम्पसमा स्वर्गद्वारी बहुमुखी क्याम्पसमा 60वटा फ्यान नगरपालिकाको माध्यमबाट ल्याएका थियौँ सहकारी गरेर। अझ भनौँ सेनिटरी प्याडको व्यवस्था त्यति बेला तत्काल आपूर्ति गरेका थियौँ। हामीले खानेपानीको समस्या न्यूनीकरण गर्नको लागि त्यो ट्याङ्की एउटा जुन भन्छ जार भन्छ त्यसलाई, त्यसको व्यवस्था गर्यौँ। तत्काल हामीले सोबिको माध्यमबाटै खानेपानी ट्याङ्की बनायौँ। अब क्याम्पसको आन्तरिक समस्या आफैमा छ। क्याम्पसको जिरो ढङ्गले हेर्ने भने, सूक्ष्म ढङ्गले निहाल्ने भने म त्यो क्याम्पसको रेगुलर विद्यार्थी हो। तपाईहरूले क्याम्पसमा गएर एउटा रजिस्टर हेर्न सक्नुहुन्छ कि सरसुनार कतिको उपस्थित छ, कतिको अनुपस्थित छ। अझ भनौँ यो साझा प्यानलका साथीहरू के कति अनुपस्थित हुनुहुन्छ, के कति उपस्थित हुनुहुन्छ भन्ने। तपाईँले भन्नुभयो सोबि लक्षित बेलामा मात्र विद्यार्थी नेताहरू क्याम्पसमा देखिने, अरू बेला कहाँ जान्छन्, कामधन्दा कता हुन्छ, पार्टीको कामतिर जान्छन् के भनेछ। यो कदापि पनि होइन। हामी 24 घण्टामा 12 घण्टा विद्यार्थी साथीहरू समय हुन्छौँ। क्याम्पसमा कहिलेकाहीँ अनुपस्थित हौला, तर त्यो दिन पनि हामी बाहिरका +2 का साथीहरूसँग, अझ भनौँ मावि पढ्ने साथीहरूसँग रेगुलर टचमा छौँ। क्याम्पसको शैक्षिक र भौतिक व्यवस्थापनको निम्ति हामी अहोरात्र खतिर लागेका छौँ। गर्दा गर्दै नभइदिएको हो यो। अब त्यही गर्दा गर्दै नभइदिएकोलाई हामीले अब 19 जनाको समिति आएर गर्ने प्रयत्न गरेका छौँ। तपाईँहरू विद्यार्थीको नाम दिनुहुन्छ, सोझा साझा गाउँबाट पढ्न आएका विद्यार्थीहरूलाई एउटा तपाईँहरूले ठुलो सपना दिनुहुन्छ। सपनामा तपाईँहरू कुल्चिनुहुन्छ अन्तिममा आएर, र विद्यार्थीको हक हितको लागि भन्दा धेरै तपाईँहरू आफ्नो सङ्गठन र आफ्नो पार्टीको लागि अलि धेरै काम गर्नुहुन्छ। हामीले यो जिल्लामा अलि धेरै त्यस्ता खालको पनि देख्छौँ। केशर सुनारले त्यो गर्छ कि गर्दैन अबका दिनमा यदि सोबि अध्यक्ष भइहाल्यो भने? अब यो प्रश्नको जवाब मैले सम्भवतः सुरुमै पनि दिइसकेको छु। सोबि कुनै सत्ता होइन, कुनै शासक बनेर चलाउने रजगत चलाउने सत्ता पनि हुँदैन। यसमा वास्तविक विद्यार्थीहरूको आवाज बोल्ने एउटा सशक्त मञ्च हो। यो मञ्चमा केशर सुनार गइसकेपछि, अझ भनौँ केशर सुनारको अखिल क्रान्तिकारीको साझा प्यानल निर्वाचित भइसकेपछि यो क्याम्पसमा सोबि निर्वाचन र सोबिको गरिमा कस्तो हो भन्ने हामी छर्लङ्ग पारिदिनेछौँ भन्ने कुरामा म विश्वस्त पार्छु। तपाईँको प्रतिस्पर्धामा अहिले को हो? तपाईँले को हो जस्तो लाग्छ अहिले तपाईँको प्रतिस्पर्धी? हाम्रो क्याम्पसमा मित्र सङ्गठनका अन्ध्रा सोबिका जिल्ला अध्यक्ष नै र अझ भनौँ स्वर्गद्वारी बहुमुखी क्याम्पस सोबिकै पूर्व निवर्तमान सोबि सभापति टेकराज केसी मेरो प्रतिस्पर्धी हुनुहुन्छ। मैले उहाँलाई सम्मान गर्न चाहन्छु। यस मानेमा पनि उहाँ मेरो सभापति हो। स्वतन्त्र विद्यार्थी समूह पनि आएको छ, तपाईँहरूले उहाँलाई कसरी हेर्नुभएको छ? अहिले युग बदलिलो छ, हामी समयअनुसार चल्न सक्नुपर्दछ। पुराना भनिएर आर्जित भनिएका पार्टीहरूले गरेका गतिविधि धेरै साथीहरूले निहाल्नु भएको छ। पछिल्लो समय राजावादी यी यस्ता कुराहरू पनि आउँदैछन्। नयाँ भनेर आउने स्वतन्त्र जस्ता विद्यार्थी साथीहरूलाई हामीले सम्मान गर्ने गरेका छौँ। साथीहरू आफ्नो सोचपूर्ण रूपमा भिजन राखेर एजेन्डा राखेर विद्यार्थीमा चिनिने व्यक्ति विशेषमा सम्पर्क समन्वयको माध्यमबाट एउटा आफ्नो एजेन्डाहरू प्रस्तुत गर्ने शैलीमा अब्बल नै हुनुहुन्छ। हामी त सम्मान गर्न चाहन्छौँ। हरेक देशको राजनीति र हरेक परिस्थितिहरूमा गठबन्धन त हुन्छ नै हुन्छ, तर जिल्लाको एउटा क्याम्पसमा पनि गठबन्धन गरे यो चाहिँ अलि मजा आएन भनेर मान्छेहरूले यसो कता कता कुरा गर्छन्। के लाग्छ तपाईँलाई चाहिँ यो गठबन्धन आवश्यकतै थियो कि तपाईँहरू चुनाव हार्ने भएर चाहिँ गठबन्धन गरे हो? यो कुनै चुनाव विशेष गठबन्धन पनि होइन, यो कुनै पार्टी विशेष गठबन्धन पनि होइन। यहाँ हामी क्याम्पसमा पढ्ने सम्भावित उम्मेदवारहरूले एजेन्डाको आधारमा, जस्तै सूक्ष्म ढङ्गले निहालेको हाम्रो सचिव पदकै उम्मेदवार रामप्रसाद पौडेल हुनुहुन्छ। उहाँले निकालेको समस्या, उहाँले देखाउने समस्या, त्यसै गरी कोषाध्यक्ष पदमा हाम्रो सन्तबहादुर पुनमगर हुनुहुन्छ। त्यस्तै सदस्य साथीहरूमा हुनुहुन्छ। म सभापति पदकै उम्मेदवार भए हामी रेगुलर क्याम्पसमा उपस्थित हुने साथीहरू, त्यहाँ सूक्ष्म ढङ्गले क्याम्पस प्रशासनको लापरवाही र सोबिले
गरेका गतिविधिहरू एवं अझ भनौँ शैक्षिक गतिविधिहरूमा टियुले गर्ने सेवा सुविधामा नजरबन्दमा पार्ने कामहरूको विषयमा हामी खुलेर आन्दोलन र खुलेर आफ्ना एजेन्डाहरू प्रस्तुत गर्ने गरेका थियौँ। हामी कार्यक्रमको अन्तिम चरणमा छौँ। म तपाईलाई केही कुराहरू सर्टकटमा सोध्छु, तपाईले जवाब दिनुपर्छ। तपाईँ सोभियो अध्यक्ष भइसकेपछि पहिलो प्राथमिकता क्याम्पसमा तपाईले गर्ने काम 1 नम्बर 2 नम्बर 3 नम्बरमा पहिलो प्राथमिकतामा के रहन्छ? यो निकै महत्त्वपूर्ण प्रश्न हो। अझ भनौँ स्वर्गद्वारी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू लागि अवसर र चुनौतीको विषय पनि हो। म सोभियो सभापति भइसकेपछि त्यो क्याम्पसमा गर्ने महत्त्वपूर्ण काममध्ये हाम्रो ग्रामीण क्षेत्रबाट झरेर यहाँ कोठा भाडामा बस्ने समस्या छ, जहाँ महिनाको 10-11 हजार खर्च हुन्छ। क्याम्पसमा व्यवस्था भइसकेपछि मैले प्रथम रूपमा 1 नम्बरमा छात्रावासको व्यवस्थापन गर्नेछु। 2 नम्बरमा क्याम्पसमा आङ्गिक क्याम्पस बनाउनको लागि हामीले कुन राजनीतिक दललाई भेट्नुपर्छ, कहाँ कानुन सम्मत व्यक्तिलाई भेट्नुपर्छ, हामी भेटेर दबावसहितको कार्यक्रम गरेर स्वर्गद्वारी बहुमुखी क्याम्पसलाई प्राथमिकतामा राखेर आङ्गिक क्याम्पस बनाउन प्रयत्न गर्दैछौँ। आङ्गिक क्याम्पस बनाइसकेपछि यहाँका शुल्क वृद्धिका कुराहरू पनि आफैमा न्यून हुनेछन्। शिक्षकहरूले पनि टियु सम्बन्ध निकायबाट तलब पाउनुहुनेछ। अर्को कुरा चाहिँ ई लाइब्रेरीको व्यवस्थापन हुनेछ, जहाँनिर क्याम्पसबाट पाउने सर्टिफिकेट र मार्कसिट इत्यादि कुराहरूमा विद्यार्थीले सजिलै डिजिटलाइजेसन माध्यमबाट प्राप्त गर्न सकुन्। अब केशर सुनार, हजुर, चैत 5 गते सोभियोको चुनावमा नतिजा त्यो बेला आउला। अहिले चाहिँ के लागेको छ, म यतिको अन्तरले जित्न सक्छु भन्ने केही तपाईँको मोटामोटी केही छ, तपाईँले भन्न सक्ने अवस्था छ? म यतिको डिफेन्सले चाहिँ म चुनाव जित्न सक्छु भन्ने केही त्यस्तो तपाईँले आकलन गर्नुभएको छ? अब निर्वाचन हो, सम्भवतः हार जितको कुरा हो। हामीले हार पनि बिहोर्न सक्नुपर्दछ युद्धमा होमिसकेपछि, जित पनि सर्वस्वीकार गर्न सक्नुपर्दछ। यसो भन्दैमा स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला प्युठानको तुलनामा हाम्रो अखिल क्रान्तिकारीको साझा प्यानलको तर्फबाट उठेका 19 जनामा 19 जना साथीहरू एकदम धुरन्धर हुनुहुन्छ। आफ्नो क्षेत्रमा आफ्नो विधामा एक A1 साथीहरू हुनुहुन्छ। ती साथीहरूको साथ पाइसकेपछि अझ भनौँ म सभापति पदको उम्मेदवार भइरहँदा मलाई आफैमा पनि जितको गर्वान्वित अनुभव भइरहेको छ। यति बेला म तपाईँहरूसँग बोल्दै गर्दा म के भन्न चाहन्छु भने हाम्रो पक्षमा जित अवश्य छ। कति मतान्तरले जित्छौँ भन्नेमा मात्र हाम्रो तथ्याङ्क सङ्कलन हुँदैछ भन्ने हो। जितको सम्पूर्ण मेरा प्यानलका साथीहरूमा हार्दिक शुभकामना पनि यही कार्यक्रम मार्फत व्यक्त गर्न चाहन्छु। तपाईँ एउटा जिम्मेवार उम्मेदवार, अध्यक्षको उम्मेदवार रहेको कारणले तपाईँहरूको यो सोभियोको चुनाव अलिकति उग्र पनि होला भन्ने एउटा धेरैले आकलन गरिरहनु भएको छ। तपाईँ अध्यक्षको उम्मेदवार भएको हिसाबले, तपाईँ जिम्मेवार भएको हिसाबले के भन्न चाहनुहुन्छ? हामी कसरी यसलाई चाहिँ शान्त तरिकाले चुनाव गर्नुपर्छ र तपाईँहरू चाहिँ कसरी सम्मानित हुने भन्ने विषयमा तपाईँका आफ्ना विद्यार्थीहरूलाई कसरी सम्झाउनु भएको छ? अब सोभियोमा एउटा फोरम हो, त्यो फोरममा वास्तविक विद्यार्थी नेताहरू जानुपर्छ। एउटा सक्षम, एउटा व्यावहारिक र अनुशासित विद्यार्थी कहिले पनि अराजक बन्दैन, अनुशासनहीन बन्दैन। हामी यो मानेमा अझ भनौँ अखिल क्रान्तिकारीको साझा प्यानलका उम्मेदवारहरू यो मानेमा फरक हुनुहुन्छ। हाम्रा साथीहरू सौहार्दपूर्ण वातावरणमा सोभियो सम्पन्न गराउनुपर्छ भन्नेमा हुनुहुन्छ। अझ भनौँ मित्र सङ्गठनका अन्य साथीहरू पनि सोभियो निर्वाचन गराउनुपर्छ, सम्पन्न सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउनु पर्दछ र निर्वाचन हो हार जितको कुरालाई सर्वसम्मत रूपमा हामीले बिहोर्न सक्नुपर्दछ भन्ने लागेको छ। विशेष गरी म के भन्न चाहन्छु भने स्वर्गद्वारी बहुमुखी क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थी साथीहरू एवं अझ भनौँ विद्यार्थी निकटका सम्पूर्ण सङ्गठनका साथीहरूलाई यो सोभियोलाई, यो एक ढङ्गले विद्यार्थीको आवाज बोल्ने सोभियोलाई विद्यार्थी साथीहरूले सोभि सम्पन्न गराउनु हुनका लागि म हार्दिक अपिलसम्म गर्दछु। हामी कार्यक्रमको अन्तिममा छौँ। तपाईँ यदि सोभियोको अध्यक्ष भइसकेपछि फेरि पनि तपाईँसँग गरिने अन्तरङ्गत कुराकानी र तपाईँले गरेका राम्रा पक्षका कुराकानीलाई फेरि हामी पनि तपाईँ चुनावपछि तपाईँ चाहिँ जितेर तपाईँले गरेका राम्रा कुराका पनि प्रशंसा गर्न पाऊ, तपाईँ विद्यार्थीका हक हितमा कति बोल्नुहुन्छ भन्ने कुरा हामी पनि निहाल्नेछौँ। तपाईँलाई शुभकामना छ। धेरै धेरै धन्यवाद छ। यो प्युठान छट्के कार्यक्रममा बोलाउनु भयो आदरणीय दाइ जीवन हमालज्यू। यो कार्यक्रम यो ठाउँमा बस्दै गर्दा मलाई आफैमा गौरवमान्वित अनुभव भएको छ। मैले बोल्न सिकेको ठलो नै यही हो। आज स्वर्गद्वारी रेडियो स्वर्गद्वारीको हलमा छौँ। यो ठलोबाटै म हेलो हजुर नमस्कार भन्न सिकेको थलो हो। यो ठाउँबाट आज म एउटा सभापति पदको उम्मेदवार भएर एउटा जिम्मेवार व्यक्तिको हिसाबले अन्तर्वार्ता गरिरहँदा मलाई एकदमै खुसी लागेको छ। स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला प्युठानमा अध्ययनरत सम्पूर्ण परिवर्तनशील एवं शिक्षाप्रेमी आदरणीय साथीहरूमा म हार्दिक अपिल गर्न चाहन्छु। म नेतृत्वको केशरी सुनार सभापति पद रहेको अखिल क्रान्तिकारीको साझा प्यानललाई विजय गराउनु हुनका लागि म हार्दिक अपिल गर्दै हाम्रो सचिव पदमा रामप्रसाद पौडेल हुनुहुन्छ, यसै गरी कोषाध्यक्ष पदमा सन्त बहादुर पुनमगर हुनुहुन्छ, यसै गरी प्रत्यक्ष सदस्यतर्फ 7 जना उम्मेदवारहरू हुनुहुन्छ, यसै गरी समानुपातिक सदस्यतर्फ
9 जना सदस्य साथीहरू हुनुहुन्छ। म तपाईहरुसम्म चाहिँ के अपिल गर्न चाहन्छु भने अझ हाम्रो संगठन अखिल क्रान्तिकारी त्यहाँ मतपत्रको नमुना मतपत्रको 3 नम्बर लिस्टमा रहेको छ र समानुपातिकमा पनि 3 नम्बर लिस्टमा भएको छ। सम्पूर्ण साथी परिवर्तनशील साथीहरूले चाहिँ हाम्रो पक्षमा मतदान गरी तपाईहरुको अमूल्य मतदान दिनुहुन हार्दिक अपिल गर्दै तपाईको मत एकपटक हाम्रो सहयोग पटक पटक भन्दै म स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला प्युठानमा अध्ययनरत स्नातक तथा तृतीय वर्ष अध्ययनरत र अहिले सोभियु सभापति पदको उम्मेदवार केशर सुनार पर्जलको तर्फबाट हार्दिक नमन एवं हार्दिक अपिल गर्दै बिदा हुन्छु। नमस्कार। हस् त आजको कुराकानीमा हामीले निम्ताएका थियौँ स्वर्गद्वारी बहुमुखी क्याम्पसको सोभियु निर्वाचन अखिल क्रान्तिकारी साझा प्यानलका उम्मेदवार सभापतिमा उम्मेदवार केशर सुनारलाई हामीले निम्ताएका छौँ। केशर सुनारसँग गरेको कुराकानी तपाईलाई हामीले जस्ताको त्यसै राखेका छौँ। केशर सुनार अहिले स्वर्गद्वारी बहुमुखी क्याम्पसमा उम्मेदवार दिनुभएको छ र चैत 5 गते उहाँहरू चुनावमा उम्मेदी हुनुहुन्छ। केशर सुनारलाई नचिन्ने लगभग कमै हुनुहुन्छ। उहाँ पनि एउटा सञ्चारकर्मी र यही पेसाबाटै उदयमान व्यक्ति हो। त्यसैले आज हामीले उहाँसँग कुराकानी गरेका छौँ। महत्त्वपूर्ण समय र संवादका लागि उहाँलाई धन्यवाद दिँदै म जीवन हमाल छुट्टिन्छु। नमस्कार।